नमस्ते, मेरो नाम मन्जु थारू, विजयनगर 2 लोहरौलामा बस्छु। म हरियाली कृषक समूहको सचिव। किराहरू त बेसरी लाग्थ्यो पहिला त, अनि अब के अरे हामीले थाहा पनि थिएन। अब त्यही बजारबाट बिसारी ल्याएर हाल्थ्यौँ, अनि धेरै लागत पनि लाग्थ्यो। त्यसपछि हाम्रो यो सेसन कर्णबाट सरहरू आउनुभयो र यो तालिम पनि दिनुभयो र यो पहेँलो पासो लगाएपछि यसमा सबै बाहिरबाट ल्याउने रोगहरू लिएर आउँथे। तिनी किराहरू यसमा आएपछि यसमा चिप्किँदो रहेछ नि, यसमा चिप्केपछि अहिले रोगहरू कम लागेछ। यो लगाएपछि धेरै फाइदा हुँदो रहेछ भन्ने मलाई थाहा भयो। यो लगाइसकेपछि अब किराहरू कम लागेपछि अब उत्पादन पनि बढ्दो रहेछ र यसै गरी अब के अरे बेच्न पनि अब लगिरहेको छु। निरन्तर मैले बेचिरहेको छु। फलेको छ, मस्तै राम्रो फलेको छ। पहिला त धेरै बिसारीहरू प्रयोग गर्दा गर्दै लगानी पनि धेरै लाग्थ्यो, अनि अहिले यो लगाइसकेपछि अलि के अरे लागत पनि कमै लागेछ, अनि उत्पादन पनि धेरै भएको छ। त्यही भएर मलाई फाइदा भएको छ। अब हामीले यो प्रयोग गरेपछि अरू महिला दिदीबहिनीहरूले पनि यही प्रयोग गर्न लाग्छन्। उहाँहरूले पनि सिक्नु भयो होइन। हामीले लगाएको देखेर उहाँहरूले पनि यसरी लगाउन थाल्नु भएको छ। त्यहाँबाट उहाँहरूलाई पनि सजिलै भएको छ।